आज हाम्रो यहाँ रोमानिया भर्सेस नेपाल चाहिँ एउटा गेम चलिरहेछ। यो चाहिँ हाम्रो यहीँकै चाहिँ लोकल चाहिँ हो। हाम्रो चाहिँ कम्पनी केटाहरू र यहाँको चाहिँ तीन चाहिँ लोकलहरूसँग चाहिँ हाम्रो प्रतिस्पर्धा भइरहेछ। 3 का बराबर चाहिँ 2ले जितेको छ हैन। अनि आम्मामा ल हेर त केटा ल केटा यार बहादुर साहसी भनेर नेपालीले चिन्छ भने यहाँ हार्नु हुँदैन है। जसरी पनि केटा हो ठोक्क ठोक्क काले ठोक्क। चाहिँ म अहिले अल्ट्रा वाइल्ड मोलमा चाहिँ भिडियो बनाइरहेको छु। पानी आएपछि कहीँ नजाने रोडमा जाने। आम्मामा धन्य गोल बनाएको यार। बल चाहिँ आउट भयो। आम्मामा के हो यार यो गोल है गोल। फुटबलमा भयो त्यतिको गोल हुन्छ के रे ल चाहिँ रोमानियन साथीले चाहिँ के छ आदरणीय दर्शक वृन्दहरू चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ 4-5 जना साथीहरूले चाहिँ मजाले बसेर हेरिरहेको छ। ल ल ल त्यसले हाल्ने त्यसले गोल ठोक ठोक हानिहाल्यो नि। ल आम्मामा ल हेर कस्तो मजाले सुलुत्ते भएर खेलिहाल्थ्यो साथीहरूले। ल ल ल ओ हेलो आम्मामा अगाडि बसेरै बनाउनु पर्छ के हो। फेरि यार ल अब चाहिँ हाम्रो नेपालीले चाहिँ पास गरिरहेछ। ल ल ल आउट गयो चाहिँ बल चाहिँ। के हो सिनेया ग्रुपले चाहिँ राम्रोसँग खेले होइन। आम्मामा लग्यो लग्यो लग्यो। मानवले हान्यो है। ल ल हाम्रो मानव सिनेयाले बल्लै ठोक्यो। ल ल कालो टी सर्ट ल ल ठोक्यो ल ल अर्को नेक्स्ट गोल गरिरहेछ हाम्रो आखिर नेपाली हो नि केटाले गर्छ के। नेपालीले चान्स पाए गर्छ। थर्पु युवा क्लब चाहिँ बल चाहिँ हावामा उडाइरहेछ हाम्रो चाहिँ मानव चाहिँ भाइले। ल ल मानव ल विवेक बल त चाहिँ कोड भन्दा भाइ। ल ल राम्रोसँग हानु। त्यसले त अब केक लौटे त्यसले त लियो त्यसले हानी हाने हाने त। ल कस्तो छ के अब हेर के हो यार विवेक अलिक मिस्टेक हो यार। ल साथीहरू चाहिँ पछि यसो मिलाएर चाहिँ तपाईँहरूको चाहिँ भिडियो युट्युबमा आउँछ।
रोमानिया भर्सेस नेपाल चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ यहाँ दर्शक साथीहरू यहाँ बसिरहनु भएको छ मजाले चाहिँ एउटा बल यहाँ छ एउटा बल चाहिँ उ त्यहाँ छ होइन यहाँ चाहिँ के छ हाम्रो पवन भाइ त्यो उठेर हेर्ने हो ए ल खेल्न रेडी तिमी होडेल दिँदैन हैन म त नखेल्ने चाहिँ विधाको सदुपयोग चाहिँ राम्रैसँग भएको छ ल ल ल ल विवेक 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 काटे तपाईँको टी सर्टले त पुरै नेपाल चिनाउँछ है आम्मामा मिस्टेक भयो मिस्टेक 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 बिग मिस्टेक हामीले चाहिँ एकजना खेलाडी चाहिँ उहाँ चाहिँ अहिले रेस्टको लागि आउनु भएको छ आइसक्नु भएको छ अहिले पवन कता टिम थाहा छैन पवन कताको टिममा खेल्यो ए पवन कताको टिमबाट खेल्यो कुराले कसलाई कता सुट यहाँ चाहिँ यस्तो मनमोहक दृश्यहरू छ यहाँ चाहिँ फुटबल पनि भइरहेछ बाहिर हेर्दाखेरि एकदमै रोमान्टिक दृश्य आकाशमा बादल लागिरहेछ चाहिँ मैले चाहिँ क्यामेरा लिएर चाहिँ दौडिरहेको छु ल ल ल ल ल कस्तो मजा छ केरको लान्थ्यो दुश्मन हेरेको हेरे भएको त यहाँ ल ल ल मारे पनि ठोक्यौ एउटा उल्टी हान्दिउँ ए सधैँ त्यसले गर्छ यहाँ चाहिँ माथि हाइवे रोड पनि छ ल उल्टा हान्दिउँ त थम्मेल बनाएर झ्यामै पखाइ बल उता हान्दिउँ ल ल ल ल त्यही यहाँबाट चाहिँ मैले पुरै भिडियो क्याच गर्नेमा यस्तो हान्यो भने झ्याप्प आउँछ ल ल हाम्रो भाइले चाहिँ अहिले जम पुरा ल है यस्तो खतरा ल नेपाल बसेछ ल क्याचमा छ यहाँ झ्याम पुरा थम्मेल ल ल हेर त हाम्रो चाहिँ किपर यस्तो खतरनाक किपर छ कि अब चाहिँ पुरै उल्टा सुल्टा हान्ने चाहिँ हाम्रो चाहिँ भाइहरू छन् ल ल यहाँ रेडी हो आमामा गोल 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 पुरै गोल हो यो हामी फुटसलमा हो फुटबल खेलिरहेको यहाँ चाहिँ त्यति ठुलो चाहिँ ग्राउन्ड त हुँदैन
यहाँ चाहिँ तल चाहिँ यो कार्पेट बिछा हुन्छ प्लास्टिक कार्पेट यो दुबो जस्तो यो दुबो चाहिँ होइन यो प्लास्टिक चाहिँ कार्पेट हो यो आम्मामा ल ल ल ल ल यसले आम्मामा ल ल ल यसै खुसियालीमा हान्ने हो ल हेर वाक्क ल हाम्रो चाहिँ किपर भाइले चाहिँ गोल गरेको आफ्नो टिमले चाहिँ गोल गरेको चाहिँ उपलक्ष्यमा पुरै ल उल्टा हानेर चाहिँ मनोरञ्जन दिइरहेछ ल देखाइरहेको थिएँ